यो चाहिँ रातो फुल हो। हजुरहरूले यो रातो फुलको बोट देख्न सक्नुहुन्छ। यो चाहिँ हजुरहरूको आन्द्रा सफा गर्नको लागि एकदम रामबाण औषधि मानिन्छ। यो आन्द्रा सफा गर्दाखेरि यसलाई चाहिँ कसरी प्रयोग गरिन्छ त भन्दाखेरि यो 4-5 वटा यो मैले हातमा टिपेको छु। यो 4-5 वटालाई मजाले पिसेर यसको रस निकालेर हजुरहरूले 2 चम्चा त्यो रस निकालेर चाहिँ 1 गिलास तातो पानीमा हालेर पिउनु भयो भने हजुरहरूको चाहिँ आन्द्रा सफा हुन्छ। आन्द्रा सफा भएपछि हजुरहरूलाई 95% रोग चाहिँ शरीरमा लाग्नबाट हजुरहरू बच्नुहुन्छ र हजुरहरूले यो आयुर्वेदिक औषधि एकदम बहुमूल्य छ। हजुरहरूले यसको प्रयोग गर्नुहोला र यो पेट सफा भएपछि हामीलाई शरीरमा 95% रोग चाहिँ लाग्दैन। हजुरहरूले यसको प्रयोग गरेर आफ्नो घरबारी अथवा करेसा अथवा फुलबारीमा यो फुल लगाउनु होला र यसको आयुर्वेदिक औषधि प्रयोग गर्नु होला र यसको बारेमा सबैलाई जानकारी दिनु होला र यो जानकारीको लागि सम्पूर्ण नेपाली माझ यो भिडियो पुर्याउनको लागि हजुरहरू सबैले एक-एकवटा सेयर गर्नु होला। हस्त नमस्कार, धन्यवाद।